छोरीको बारेमा त हजुरलाई थाहा छ नि होइन? त्यसमा त भनेपछि हजुरले अप्सन हेरे पनि भन्दैन होला। नलबुन मुदेस फराकिलो स्टेजमा नोरे हानुन उइमिरो गीत गाउने अर्थले फुक छाङदाने माछुअ। अब त्यो डम्फुको तालसँग मिलाई चोरी वा थेसारो अब आवाजद्वारा कथाहरूलाई कथाद्वारा कुराकानी सुनाउने ठुल्य सुनाइदिने हाङ्गुगे छन्थोङ नोरे इम्निदा। अब मैले फान्सोरी बेलामा भनेको थिएँ यो चाहिँ एउटाले डम्फु बजाउँछ र डम्फुको तालमा एउटा कथा भन्ने मान्छे कथा बाचिका जस्तै गीत जस्तै लय मिलाएर कथा भन्ने तीनवटा शीर्षकमा कथा थियो कि होइन? एउटी नारीको कथा जसले आफ्नो बाउको निम्ति आफ्नो आँखाहरूको त्याग गरेकी थिइन् र एउटा चाहिँ दाजुभाइको कथा जो एउटा एकदम गरिब हुन्छ एउटा धनी हुन्छ, एउटा गरिब चाहिँ मनकारी हुन्छ, धनी त्यस्तै खडुस टाइपको हुन्छ। यी यस्ता यस्ता कथाहरू त्यो पहिला पहिलाकै कहानीहरू सुनाउने र त्यो सुनाउने पनि कसरी? डम्फुको तालमा हो। अब त्यसमा कथाहरू के छन्? एउटा सिमछङजन र थुन्याङजन अनि हुङ्बुजन। अब त्यही नारीको साहसी नारीको कथा अनि पछाडि त्यो परिवारको कथा जस्तो अनि दाजुभाइका कथा त्यो सङ्घर्ष र त्यो गरिब मान्छे कसरी धनी भयो, धनी मान्छे कसरी गरिब भयो भन्ने कथा है। यी तीनवटा प्रमुख कथाहरू युमेगान हाङ्गुगे एन्नाल इयागिरोल फाथाङ्गो हाम्य यिनीहरूको त्यो कथा वाचन गर्दै कथाहरू सुनाउँदै गीत पनि गाउने मान्छेलाई चोरीकोन र त्यो जुन जसले ड्रम बजाउँछ त्यो मान्छेलाई खोसु भनेर भनिन्छ। गीत गाउनेलाई के भन्ने? चोरीकोन। अनि त्यो ड्रम बजाउनेलाई के भन्ने? खोसु खोसु। नोरेरुल फुरुनुन सारामुल खोसु रागो हाम्निदा। गीत गाउने व्यक्तिलाई खोसु भनिन्छ। खोसु कसलाई भन्ने हो? ड्रम बजाउनेलाई भएन। यो सिमछङजन, थुन्याङजन अनि हुङ्गु जनल छन्तोङ नोरेवा खल्लेनी अप्सुनिदाय। यो तीनवटा प्रमुख कथाहरू तीनवटा प्रमुख कथा परम्परागत गीतसँग कुनै सम्बन्ध चाहिँ छैन भने खास यसैलाई सुनाउने सम्बन्ध किन हुँदैन? फुक छादाने माछु वा चोरी वा थेसारो इयागिरोल ठुल्य छुम्निदा। डम्फुको तालसँग मिलाएर होइन त्यो अब कहानीहरू कथाहरू कुराहरू गर्छन्। त्यही हो डम्फुको तालमा मिलाएर। छन्तोङ नोरेरोल थेसागा अप्सी छुम्मान छुम्निदा। परम्परागत उसको गीतको कुनै मतलबै नभइकन अथवा त्यसको शब्दै नभई डान्स मात्रै गर्छन्। डान्सको त कुरै छैन। यो फान्सोरीमा चाहिँ खास कथा सुनाउने हो।